काउन्टडाउन सुरु हो 10 हल्ला गर्नु पर्यो सबैले प्रतीक्षाको गाडी समापन भइसकेको छ सम्पूर्ण दर्शक महानुभावहरू भोलिको साँझमा चर्चित गायिका सारिका घिमिरेको आगमन रहनेछ भने भोलि पनि तपाईँलाई टिकट दर रु 100 रुपियाँ नै रहने जानकारी गराउँदछौँ र पक्कै पनि भोलि पनि आउनुपर्छ है त। अब मेला भनेको 2 दिन छ हो कि होइन? अब रेगुलर आउने हुन्छ नेपाल ठारमा अब 2 दिन छ। पक्कै पनि सम्पूर्ण दर्शक महानुभावहरू यतिकै बाक्लो उपस्थित भएर हामीलाई साथ र सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै एउटा ऐतिहासिक फोटो खिच्दैछौँ। पक्कै पनि यो ऐतिहासिक फोटो सँगसँगै धोकेबाज हो तिमी। बार फाँस्न कतिजना रेडी हुनुहुन्छ? बारको छेउछाउमा केटाकेटी नराख्नु होला है। आज बारको छेउमा केटाकेटी नराख्नु होला। पक्कै पनि मायामा पागल सबैजना हो कि होइन? तर मायामा भन्दा छायामा पागल हुनुपर्छ। छायाले धोका दियो भने हो कि होइन? भन्दै अहिलेलाई भने आजको टाइम एलिना चौहान। किता मार्छु तिमीलाई यसै कहाँ छाड्छु किता मार्छु तिमीलाई यसै कहाँ छाड्छु यतिको त हुनै पर्यो नमस्ते सबैजनालाई। त्यहाँ त अनि मैले गीतै नगाइकन धुलो उडिसक्यो त। यता पनि उडिसकेको रहेछ अलिअलि। यतापट्टि धेरै दिदीबहिनी हुनुहुन्छ जस्तो लाग्यो, यतापट्टि दाजुभाइहरू धेरै हुनुहुन्छ जस्तो लाग्यो हो होइन? ए त्यहाँ दाजुभाइहरू पनि हुँदो रहेछ। एकपल्ट दिदीबहिनीहरूको मात्र आवाज सुन्नु त। अब दाजुभाइहरूको पालो अलिक कम आयो। दाजुभाइहरूको एनर्जी पुगेन कि सङ्ख्या नै पुगेन कि एकपल्ट फेरि दाजुभाइहरूको जोरदार आवाज चाहियो। यता धेरै हुनुहुँदो रहेछ नि त, यता अलिक कम हुनुहुँदो रहेछ। सबैभन्दा पहिला त आयोजक टिमलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस पछाडि विशेष धन्यवाद हजुरहरू सबैजनालाई दिन चाहन्छु। हजुरहरूको उपस्थितिको लागि, यति रातिसम्म यस्तो जाडोमा कुरेर बसिदिनु भयो त्यसको लागि तपाईँहरूलाई मनैबाट धन्यवाद। आज थोरै फ्रेन्ड डिले भएको भएर चाहिँ आउनको लागि ढिलो भयो, त्यसको लागि सरी। धोकेबाजबाटै सुरु गरौँ है, स्याड सङ सिधाइहाल्यो, त्यस पछाडि डान्स है। धेरै गीत छ नि फेरि। चुरिया दिउला टिकिया दिउला नि माया हो। यो पुतलीसँग कसले माया लाउनुहुन्छ? पुतलीसँग माया लाउनको लागि नाच्नु पर्यो, ताली बजाउनु पर्यो, हल्ला गर्नु पर्यो है। कलधाराको पानी छिर्यो खोली भकारा, यो छोरी भमरा जिउरी जाला। दुश्मन जलिरहन्छ जीवन, जीवन। अहिलेको लागि चाहिँ धोकेबाज गीत गाउँ है त। धोकेबाज ट्र्याक बजाइदिनु होला प्लिज। सबैजनाले मसँग जोरदार आवाजमा धोकेबाज गाउनु होला है त। आज स्याड सङ एउटा मात्रै गाउँछु, त्योभन्दा धेरै गाउँदैन है। मुन्टर
साउन्डमा बढाउने है आवाज छैन है तपाईँको ल हात माथि गरेर ताली बजाउनु पर्यो सबैले नै छोड़ कर चोट